ओके यो अहिले हामी बुढी तोलाको माथिल्लो भागमा छौँ। यो देखिएको भाग जति सम्पूर्ण दिवाल लगाएको जति सम्पूर्ण भाग चाहिँ यो मिसेस भण्डारी जीको जग्गा हो। यो उहाँले आएर किन्नुभएको। यहाँ अब अस्थायी टहरो बनाउने रे। त्यो अस्थायी टहरो बनाउनको निमित्त उहाँ लाग्दै हुनुहुन्छ। हामी अब यो ठाउँबाट अब हामी निस्किँदैछौँ। यो 31 मिटर पूर्वी, 31 मिटर पश्चिम मोडा, 10 मिटर दक्षिण मोडा, 19 मिटर दक्षिणी मोडा, 10 मिटर उत्तरी मोडा भएको जग्गा रहेछ। ए हामीलाई नटोके, हामी पनि तेरो पडोसी हौ। ए काले नटोके, हामी पनि तमरा पडोसी हौ भोलि पर्सिका। ओके सी यू गाइज, फिर मिलेंगे। बहुत नमस्कार। हामी जग्गा हेर्न आएको कि अब त्यहाँ के गर्न सकिन्छ भनेर। अब अलि दसैँ तिहार छ, अब खै मान्छे पनि पाइने हुन् कि पाइनेन्। घर बनाउने होइन, त्यो जग्गा उ गरेर राख्नु पऱ्यो। त्यहाँ केही त उसका बोट लगाइदिनु पऱ्यो भनेर क्या, कागती सागतीको बोटहरू के लाउनु पाइन्छ कि भनेर। फेरि तत्काल छिटै फर्किनु पर्ने छ उता, त्यही भएर आएको यसो हेर्नलाई। अब भोलि पर्सितिर आउँछौँ अब है। कहाँ यी हुन् सब किरा लागेको नै यहाँ त। सब किरा लागे मात्रै छैन त। यो कुकुरले टोक्नु टोक्दैनन्। ए फर्सीले खाने हो तिमीले? फर्सी फर्सी कद्दु मागौ न, किनेर लान्थ्यो यार। फले आइज चुत खै भयो। अब यिनीहरू जाँगर देखाएन अब चलो बोकिन्थ्यो करे यार। झोला कसले बोके है गाडी यार। ए अब स्कुटी म चलाउँछु बिस्तारै। ब्लगर्स झोले भनेर राख्ने हो अब नाम पनि। डाँडा डाँडा कन्तरा कन्तरा और अनि बुढी यो जग्गाको बारेमा तिमीलाई दुई विषय जाओस्। ओ जग्गा मालिक नि, तिमीलाई यो जग्गाको बारेमा के छ भन्न? जग्गा त तिमीले ल्याउ नि त, किन त किनेकै छौ। पुरै झाडी मात्रै आइछ। यो बारेमा तिमीले के भन्छौ? कहिलेसम्म फडानी होला जस्तो छ? उहाँहरूले पनि अहिले मान्छे पाइन्न भन्ने कुरो गर्नुभयो। दसैँको कारणले गर्दाखेरि हो रे। यो चाहिँ तिहारको बेलामा अब ठिक्क हुने हो। त्यो अमला फलेर यिनीहरू सबै अर्काको बारीमा चोर्नेवाला हुने सबै। यो त्यो जिनको ज्याकेट लगाउने सबभन्दा धेरै चोर्नेवाला त्यही हो, अमृत। बोली के हो के र? मैले सबै चिज हेरिरहेको छु, आगो पिछो। यो कागती क्विन्टल भनेर होला नि यसरी उ गरेको। यो
यो कागती बानेको यो कागती यो यसरी बानेको चाहिँ उ गर्न नला होला हैन सुरक्षित गर्नलाई पानीले कुहिन्छ भनेर किनभने यता बीचमा कुहिएको रहेछ नि त यो के हो सुन्तला हो कि के हो र मौसमी हो त्यही त त्यहाँ उ गरेको छ किन यता चाहिँ कुहिसकेको रहेछ के यो सुन्तला भोलिपल्ट आउनु पर्छ बिचमा जान सकिन्छ तर म 2-4 दिन मेरो आफ्नो काम सकेर आउँछु म घर गएर मैले अघि अम्बा खाऊँ यार कहाँ खाएँ थाहै भएन यार कसको अब पहाडमा 3 तले घर छ के गर्नु त अनि यी शिकारी कुकुर हेर त जम्मै हेलो कुत्तोज समातेर ल ल हजुर अब पाइयो हजुर भेट्यो धन्यवाद हजुरलाई होइन हजुर त्यहाँ यसो त्यो अलिअलि उ गर्नुपर्ने थियो छुट्टन पट्टन गर्नुपर्ने थियो त्यही हेरेर आएको ए हजुर बाटो देखियो को कोइरालो ओ यो कोइरालाको फुल हेर्नुस् गाईजी कोइरालाको फुलहरू कोइरालाको फुलहरू हेर्नुस् कोइरालाका मेरो तपाईले मेरो भ्लग हेर्नुस् तपाईले मेरो भ्लगमा पत्ता पाउनुहुनेछ का बाटो ओ माय गोड्स अमरुद फलेजका रहेछन् अमरुद गाइस कहाँ हो हाँ ओ कहाँ हो साना आइजौँ क्या दम भन्थ्यो मित्र ओ आउले ओ हामी गएको तिम्रो आबै यो बाटो चाँडो जाउँ हैन पिउन
अर्का युट्युबे ब्लगर्स त्यो माथि आउँदैछन् हिँड्न नजान्नेहरू यो घर फ्राई छैन भाइ के हो यो घर मान्छे होइन उवाला उयस लाग्यो त्यो अफिस उयस लाग्यो कटेज सटेज किन यिनीहरू बार्बी गरेर खाने ठाउँ जस्तो रहेछ हाइवे त यही हो त हामी धेरै टाढा हान्छ धेरै टाढा हान्छ होइन बाटो नभएर हामीलाई बस्ती नभएको कारणले बाटो नबनेको छ खासै रह होइन हामीले बाटो थाहा नपाएर टाइम लाग्यो अब बाटो थाहा पनि 15 मिनट पुगिन्छ यस्तो घरमा नि त खर्च चाहिँ बहुत लाग्ने हो कहाँ कति लाग्यो रे भैँसी लड्यो है मलाई पनि लाग्यो यो 82 सालमा बनाएको होइन यो त के रहेछ मम्मीले के भन्नुहुन्थ्यो आइगयो भन्नु क्या मिठो उ भयो डकारकै बढी बस्यो आउने सुकुटी खाएको नि त तर भुवनले खाँदो रहेछ नि त्यसै मैले खाने हो भनेर किनेको भने मैले त 3 प्लेट मात्रै हो भने होइन यिनीहरूले 4 प्लेट खान्छु मैले बदलको भनेर भने अचुतले अब सब खान्छ अब अचुतले त्यही पाडा खाना मात्रै बाँकी छ निशान्त किराना होटल एपी अचार बीपी बचार के गुराँसको फुल जस्तो यार